फर्स्ट सेकेन्ड हलहरूमा जाँदाखेरि चाहिँ एकदमै मजाको हजुर तपाईँलाई चाहिँ कसरी पब्लिकले रुचाइराख्नु भएको छ के भनिराख्नु भएको छ हजुर तपाईँको नि विगतका फिल्महरू भन्दा यो फिल्मको कस्तो किसिमको प्रतिक्रिया छ रेस्पोन्स फरक रेस्पोन्स हुन्छ नि त हरेक फिल्ममा होइन यसमा चाहिँ के फरक पाइरहेको एक्सन जर्नल त मेरो लागि सो अडियन्सको रियाक्सन छौँ कतै भेटेका छौँ यसरी सम्पूर्ण टिमहरू तपाईँहरू सँगसँगै मिडिया पनि भित्र प्रवेश गरिराख्दाखेरि चाहिँ दर्शकहरूको प्राइभेसी हराउनु भयो भन्ने यस विषयमा तपाईँको धारणा चाहिँ के छ के गर्नुपर्छ अब यो चिजलाई होइन त्यो त अब अनुमति यतिकै पनि उहाँहरूले त्यस्तो भन्नुहुन्छ भने पक्कै पनि होला अथवा दर्शकले आफूले नरुचाइकन चाहिँ खिच्दिनु चाहिँ एकदमै उहाँहरूले कम्प्लेन गर्नुहुन्छ भनेदेखि त त्यो गलत कुरा नै होला यो आगामी दिनमा अब वर्ष 2082मा चाहिँ के परिवर्तन गर्नुपर्ला जस्तो लाग्छ क्या नेपाली फिल्म इन्डस्ट्रीमा भइरहेका कुराहरू यसमा त्यही मैले अहिले भर्खरै भने नि एकदम राम्रो प्रतिक्रिया दिइरहनु भएको छ त्यही भएर खुसी लागिरहेको छ पानी परिरहेको छ सङ्केत त्यही हो फिल्मले राम्रो गर्छ किनभने पानीको सङ्केत जहिले पनि राम्रो हुन्छ नि हो पानीको सङ्केत राम्रो पनि हुन्छ पक्कै पनि हो के लाग्छ त्यस्तै भन्ने चलन छ सो के छ अब हुन्छ नि भोलि स्याटरडे अडियन्स के हुन्छ किनभने दुईवटा फिल्म लागिरहेको छ दुइटै फिल्ममा अडियन्स एकदम बराबरी छ होइन होइन पक्कै पनि अब आज र एक्सनमा कुरा गर्नु पर्दाखेरि कतिजनाले यहाँ दुईवटा फिल्म हेरेर पनि बाहिर निस्किनु भएको छ पहिला सुरु पिताम्बर हेरेर अहिले कर्मा हेरेर भन्नुभयो कि कर्मा एकदमै बेस्ट मलाई एउटा मिसी होला नि त फेरि Thank you.